हेलो साथीहरू नमस्कार। यहाँहरूलाई आजको यस भिडियोमा स्वागत छ। आजको भिडियो चाहिँ लोकसेवा आयोगले प्रहरी निरीक्षक इन्सपेक्टरलाई 2083 2 महिना 22 गते आजको दिन सोधेको प्रश्नको उत्तर लिएर आएको छु। यो प्रश्न चाहिँ विद्यार्थीको सम्झनाको आधारमा रहेको छ। सुरुमा सामान्य ज्ञान खण्ड रहेको छ र यहाँ पहिलो प्रश्न रहेको छ, कुन सङ्घ प्रदेश र स्थानीय तहको साझा उद्देश्यमा पर्दैन भनेको छ। दिएका मध्ये कुन चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको साझा उद्देश्यमा पर्दैन भनेको छ। बौद्धिक सम्पत्ति नपर्ने भयो। त्यसै गरी दोस्रो नम्बरमा रहेको छ, गरिबको निवारणको एकमात्र उद्देश्य कतिौँ योजनामा समावेश गरिएको छ भनेको छ। गरिबी निवारणको एकमात्र उद्देश्य चाहिँ 9औं योजनामा समावेश गरिएको छ। तपाईँले 9 लगाउनु भएको छ भने तपाईँको आन्सर मिलेको छ। यस्तै गरी तेस्रो नम्बरमा जाउँ, नेपालको संविधान कहिले जारी भएको हो भनेको छ। नेपालको संविधान चाहिँ 2072 असोज 3 गते जारी भएको थियो। यसै गरी चौथो नम्बरमा, फागुनसम्म नेपाल प्रहरीमा कति जनशक्ति कार्यरत थिए भनेको छ। यो चाहिँ करिब 80,000 लगभग हो। ठ्याक्कै आधिकारिक स्रोत चाहिँ छैन। यस्तै गरी तपाईँहरूको अब अप्सनमा के दिएको थियो त्यो चाहिँ त्यही अनुसार हुन्छ। यहाँनिर अर्को छ, पाँचौँ नम्बरमा छ, इन्टरनेटको स्ट्यान्डर्ड प्रोटोकल कुन हो भनेको छ। इन्टरनेटको स्ट्यान्डर्ड प्रोटोकल चाहिँ टिसिपी अथवा आइपी हो। यसै गरी छैटौँ नम्बरमा, लिच्छवी कालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो भनेको छ। लिच्छवी कालमा प्रहरी प्रमुखलाई दण्डनायक भनिन्थ्यो। दण्डनायक। यसै गरी सातौँ नम्बरमा, कर्णाली ब्लुजका लेखक को हुन् भनेको छ। कर्णाली ब्लुजका लेखक चाहिँ बुद्धिसागर हुन्। यस्तै गरी आठौँ नम्बरमा, प्रहरी वरिष्ठ नायब निरीक्षकको दर्जनी चिन्ह कुन हो भनेको छ। प्रहरी वरिष्ठ नायब निरीक्षक भनेको एसएसआई भयो। एसएसआईको दुवैका हातमा 3 तारा भयो। यसै गरी 9औं नम्बरमा, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ भनेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल चाहिँ 968 वर्ग किलोमिटर रहेको छ। 968 वर्ग किलोमिटर रहेको छ। यस्तै गरी 10औं नम्बरमा छ, चराको लागि प्रख्यात ताल कुन हो भनेको छ। चराको लागि प्रख्यात ताल चाहिँ जगदीशपुर ताल भयो। यस्तै गरी अब 11औं नम्बरमा सोधेको छ, थार मरुभूमि कहाँ पर्दछ भनेको छ। अप्सनको आधारमा भारत, एकर्डिङ टु द अप्सनको आधारमा के छ भन्दाखेरि 11औं नम्बरमा पर्ने भयो। 12औं नम्बरमा रहेको छ, गरिबी निवारण रणनीति पत्र कतिौँ योजनामा समावेश गरिएको छ भनेको छ। गरिबी निवारण रणनीति पत्र चाहिँ 10औं योजनामा समावेश गरिएको छ। यस्तै गरी 13 नम्बरमा, म्याग्ना कार्टाले समेटेको अधिकार क्षेत्र कुन हो भनेको छ। म्याग्ना कार्टाले समेटेको अधिकार क्षेत्र चाहिँ बन्दी प्रत्यक्षकरण हो। यसै गरी 14 नम्बरमा, मेन्डलले वंशानुगत गुणहरूको आधारमा गुणहरूको अध्ययन गर्न कुन बिरुवाको प्रयोग गरेका थिए भनेको छ। मेन्डलले चाहिँ वंशानुगत गुणहरूको अध्ययन गर्नको लागि चाहिँ केराउको बिरुवाको उपयोग गरेका थिए। यस्तै गरी 15 नम्बरमा, जेनेटिक्सका पिता भनेर कसलाई चिनिन्छ भनेको छ। जेनेटिक्सका पिता भनेर ग्रेगर जोहान मेन्डललाई चिनिन्छ। यस्तै गरी 16 नम्बरमा, मकालु हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ भनेको छ। मकालु हिमाल चाहिँ कुम्भकर्ण हिम श्रृङ्खला अन्तर्गत पर्ने भयो। तपाईँले कुम्भकर्ण लगाउनु भएको छ भने तपाईँको आन्सर मिलेको छ। यस्तै गरी 17 नम्बरमा, पारा ओलम्पिक 2024मा पदक जित्ने खेलाडी को हुन् भनेको छ। पारा ओलम्पिक 2024मा पदक जित्ने खेलाडी चाहिँ पलेसा गोवर्धन हुन्। यस्तै गरी 18औं नम्बरमा, आसियनको सहयोगको क्षेत्रहरूमा दिएका मध्ये कुन पर्दैन भनेको छ। आसियनका सहयोगको क्षेत्रहरूमा दिएका मध्ये चाहिँ लागु औषध दुर्व्यसनी पर्दैन। यसै गरी 19औं नम्बरमा, जिल्ला सुरक्षा समितिमा देखाएका मध्ये कुन पर्दैन भनेको छ। जिल्ला समन्वय समिति चाहिँ जिल्ला सुरक्षा समितिमा पर्दैन। यस्तै गरी अर्को रहेको छ 20औं नम्बरमा, आइसिएओ को प्रधान कार्यालय कहाँ छ भनेको छ। आइसिएओ को प्रधान कार्यालय चाहिँ क्यानाडाको मोन्ट्रियलमा रहेको छ। यस्तै गरी 21औं नम्बरमा, नेपालले अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य कहिलेसम्म निर्धारण गरेको छ भनेको छ। अति कमबाट चाहिँ विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य चाहिँ 2026सम्म गरेको थियो, सन् 2026सम्म। यसै गरी 22औं नम्बरमा रहेको छ, ब्रोडब्यान्डका अनुसार इन्टरनेटको पहुँच पुगेका सामुदायिक विद्यालयको सङ्ख्या कति रहेको छ भनेको छ। ब्रोडब्यान्डका अनुसार चाहिँ इन्टरनेटको पहुँच पुगेका सामुदायिक विद्यालय चाहिँ 5341 रहेका छन्। यस्तै गरी अब 23औं नम्बरमा, 23औं नम्बरको प्रश्न यस प्रकार रहेको छ,
नेपाल सरकार र नेकपा माओवादी पार्टी बीच विस्तृत शान्ति सम्झौता कहिले भएको थियो भनेको छ। नेपाल सरकार र नेकपा माओवादी पार्टी बीच चाहिँ विस्तृत शान्ति सम्झौता चाहिँ 2063 मङ्सिर 5 गते भएको थियो। 2063 मङ्सिर 5 गते भएको थियो। 2063 मङ्सिर 5 गते भएको थियो। यतै गरी 24 नम्बरमा क्षेत्रफलको आधारमा देखाएका मध्ये महादेशहरू सानोदेखि ठुलो क्रम मिलाउनु होस् भनेको छ। सबभन्दा सानो देखाएको मध्ये युरोप, त्यहाँबाट दक्षिण अमेरिका, त्यहाँबाट उत्तर अमेरिका र अफ्रिका है। देखाएका आधारमा महादेशहरू सानोदेखि ठुलो, युरोप सानो, अलि ठुलो दक्षिण अमेरिका, अलि ठुलो उत्तर अमेरिका, त्यसभन्दा अलि ठुलो अफ्रिका भयो। युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका। यस्तै गरी 25औं नम्बरमा रहेको छ नेपालले युएनओको सदस्यता कहिले प्राप्त गर्यो भनेको छ। नेपालले युएनओको सदस्यता चाहिँ 1955 डिसेम्बर 14मा प्राप्त गर्यो। 1955 डिसेम्बर 14मा, 1955 डिसेम्बर 14मा चाहिँ नेपालले युएनओको सदस्यता प्राप्त गरेको थियो। साथीहरू, तपाईँहरूको आजको परीक्षा राम्रै भयो होला। भोलिको परीक्षाको लागि शुभकामना। इङ्ग्लिस, नेपाली, पर्सि पेसा सम्बन्धी, पेसा संविधान सम्बन्धी होला। शुभकामना छ। इन्स्पेक्टर हुनु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। हाम्रो भिडियो यदि तपाईँहरूलाई मन परेको भए हाम्रो च्यानललाई सब्सक्राइब गरेर नबिर्सिनु होला। हस्, धन्यवाद।